हिँड्या होलान् कतिले त कुरा काट्दै गाउँमा आज सुमन बसेको छ शक्ति बस्ने ठाउँमा हाम्रो जोडी देख्दाखेरि अरू अल्ला मल्ला सही मान्छेलाई सही ठाउँमा ल्याए बल्ल बल्ल मैले माया गर्दा पनि आँखै मात्र तर्नी मान्छे जातले लाज पचासी जसो पनि गर्ने तिमीले मलाई रुवाको त कहाँ सक्छु र भुल्न तिमीबाट प्रभावित हो बाहिर बाहिर डुल्न मैले ठुलाई गल्ती गरे हरे प्रभु हरे चुट्नै पर्नी बेहोरा हो गाली मात्रै गरे बुझ्नु पर्छ श्रीमतीको हरेक इच्छा हेर त्यसै श्रीमान भइदैन सिन्दुर मात्रै मलाई मात्रै गाली गर्छ उसैलाई छ मस्ती मैनै पछि फेरिरहन्छ छेउमा भागी जस्तै पहिलाई गइनी पिर्न गर त्यस्तै बुढी जाबा तिम्रो साथमा म छँदैछु पिर्न गर कोहीले भन्छ बाबा उसलाई कोहीले बेबी भन्छ अनि यस्तो बुढो पर्दा कुन बुढीले सन्छे उसले सिउँदो भरे जस्तै मेरो सिउँदो भरा त्यो पुड्कीलाई जलाउने हो अलि नजिक सारा उसलाई पाउँदा तिमी खुसी भइछेउ जति विधि तिमी जस्ता केटी उसको चोक चोकमा छ बल्ल हाम्रो जमेको छ भन्या जस्तै जोडी सर्ल काकी ल्याएको छु म ट्याङ्ग्रा झैँ छोडी हे एउटै साइजको किन्छौँ हामीले लुगा किन्दा पनि हाम्रै जोडी राम्रो भन्दै गर्दै हिँड्छौ लफडा हेलाको पनि खाको पनि कति रिस भएको अस्ति हामी सपिङ गर्न थाइल्यान्डतिर गएको मैले पनि ल्याए यिनलाई युके घुमाएर चङ्खे जस्तो पहिरोजी छेउ माइती गुमाएर मैले पनि बुझेको छु यसको कस्तो मन छ 1200को सारीलाई छे युके लको भन्छ माल पाए पो चल पाउँछ र छैन यिनको काम मेरो रिसले फसाएछ छोरा छोरीको आमा दुई पहिलेले जे भने नि नदेऊ राजा ध्यान राम्रो साडी लगाउनलाई यस्तो चाहिन्छ ज्यान मैसा ठुलो कुरा गर्छौ मेरै पैसा बसी टाउकोले भई छुन्छौ तिमीले पुगेपछि आसी छुनी कुरा नगर न इज्जत फाल्यौ बाउको
80सम्म बाँच्न पाए खुट्टा होस् कि टाउको रोजे जस्तै पाछु मैले अब कहाँ रुन्छ कलियुगमा पापीहरूको धेरै आयु हुन्छ ले नि छोडिदिन्छ 2 दिन घरमा लाँदै तिमीले धर्म गरेकी छौ पहिला जाँदै जाँदै बुढी कन्ने बसेकी थिए भाइको इज्जत धानी अर्का बुढी किन ल्याएको पहिले जानी जानी मन मिलेर रूप मिलेर मैले बिहे गरे तिमलाई फेरि मेरै जार्छ किन जान पर्या तिम्रो बुढी 2 फुटेले बचनले हानी तेरिस फेर्न मनी पहिला आए जानी जानी तिजमा नि तिहारमा माइत आउँथ्यौ होला पहिलै गानी अलिकति राम्रै पाउँथ्यौ जन्मेको घर जाँदिनन् भो बरु माइतै सार्छिन् त जलेर मरे पनि मैलाई मन पार्छि राक्षस नि हो भनिरहन्थ्यो हुँदा पनि देवी तिम्रो दिदी पछुताउँछिन् हेरिराख बेबी तिमी गयौ खुसी भाछु खर्च घटेपछि किन बिहे गर्न पर्या 50 कटेपछि केटाहरूलाई कसले सक्ने सबैतिर भ्याउँछ उमेरैमा गइनु भने उमेर भएको ल्याउँछ ए मलाई छोडी उसँग गए होइन के रे कन्ने 48 को बुढोसँग गएको कसले भन्ने त्यो देखेर शक्ति गोदार टाउको ठोक्दै रोला बेबी अब फ्यामिली प्लान गर्नु पर्छ होला किन टाउको दुखोस् जता मरे पनि यसले सन्तान पाउँदिन के प्लान गरे पनि मिडियामा देखाउने हो हामीले हाँसी हाँसी भल खिच्न आउने होइन हामीले बच्चा पासी हे छोरो जन्म्या 5 महिनामा पास्नी भोज राख्ने त्यही पास्नीमा भाडा मास्न यी 2टालाई डाक्ने यो मेरमा बच्चा पार गर्ने भन्छन् पास्नी मेरी बुढी यो बेलामा रुनी हो कि हाँस्नी सानो तिमीले भन्या चिजमा म पनि छु राजी कसले पहिला पाउने सन्तान राखौँ न त